हेर्नु है मेरो त लन्च पनि सुरु भइसक्यो। यहाँ साग पकाउँदैछु। यो चाहिँ मेरो अर्ग्यानिक साग हो, माथि घरबाट पठाइदिएको। यहाँ दाल बनिँदैछ। यहाँ अचारको चाहिँ रेडी छ। अहिले तिल मात्र हाल्नुपर्छ। अब आलुको मात्र अचार बनाएको भए त गोर्खे चटनी भन्छ, तर म यसमा चाहिँ त्यो पनि हालेको छु, काँक्रा पनि हालेको छु। त्यो त अब बनाएर तपाईँलाई दिन्छु। त्यसलाई चाहिँ के भन्छ मलाई थाहा छैन होइन। यहाँ इस्कुस काटेको छु, यसलाई चाहिँ चिज हालेर बनाउँछु। अनि फाइनली तपाईँहरूलाई कस्तो हुन्छ बनाएर देखाउँछु। सोच्नु हुँदैन होला म एक्लै त्यत्रो के खान्छ भनेर होइन। अब यो साग त अभियसली मैले तेलमा बनाएको छु, खानु हुँदैन, किनभने आज मेरो हस्बेन्डको छुट्टी भएको कारणले गर्दा त्यो बनाइदिँदैछु खाना। त्यो भएर हो, उहाँको त चिज त हुनुपर्छ नि त। पकाउँदैछु साथीहरू। अहिले फाइनली मेरो के हुन्छ तपाईँहरूलाई देखाइदिन्छु ल। आजको मेरो लन्च यो चाहिँ मेरो साग हो, तर म चाहिँ यो चाहिँ खान्दिनँ, किनभने यो पुरा तेल हालेर बनाएको मैले हो। मैले त हिजो नै बोइल गरेर खाइहालेँ हो। अनि त्यो भएर अब अरूलाई पनि त फेरि पुरै तेल हालेर बनाइदिनु पऱ्यो नि त होइन। म जस्तो कहाँ कम्ती दिनु। त्यो भएर फाइनली मेरो लन्च चाहिँ रेडी भयो। मैले दाल बनाएको छु, अघिको दाल, तर यो चाहिँ कालो दाल होइन, यो चाहिँ मेरो मुङ दाल हो। ग्रिन मुङ दाल र येल्लो मिक्स गरेर हो। अनि अघिको त्यो अचार यसरी बनाएँ, साग यसरी भुटेँ हो। यहाँ आँपको अचार मेरो हस्बेन्डको लागि, यो चाहिँ राणा भाइले पठाइदिएको, उसको स्टाफले। थ्याङ्क यू राणा भाइ अचार पठाइदिएकोमा। अनि यहाँ दही छ। यो अघिको इस्कुसलाई यसरी चिज हालेर बनाइदिएँ। अनि यहाँ अन्डाको भुज्री बनाइदिएँ। यो चाहिँ मेरो हस्बेन्डले खान्छ, म चाहिँ खान्दिनँ। यो भात पस्किदिएँ। अब मेरो हस्बेन्डले खानु आँटेको। ल है साथीहरू, तपाईँ पनि आफ्नो लन्च सुरु गर्नुहोस् है। अब म पनि गर्नु थालेको ल।